आज पनि फेरि पनि म तपाईँहरूको माझमा एउटा गरिबीसँग सम्बन्धित कथा लिएर उपस्थिति भइसकेको छु। कथा भनेको नेपाली समाज र नेपाली सोसाइटीसँग सम्बन्धित कथा पनि हो। कथाको सुरुवात यसरी हुन्छ कि एउटा गाउँमा एउटा बुढो बाउ आमा र उनको एउटा बालक छोरा हुन्छ। उनीहरूको परिवारमा ती तीनजना मात्र मेम्बरहरू हुन्छन्। उनीहरूको त्यो गरिबीको अवस्था यति कमजोर थियो कि बिहान र साँझको खानाको लागि पनि उनीहरूलाई दिनभरि मेहनत गरेर साँझको खाना जुटाउनु पर्थ्यो भने रातभरि मेहनत गरेर बिहानको खाना जुटाउनु पर्थ्यो। तर उनीहरूको आफन्त भने राम्रो लेभलमा राम्रो आर्थिक स्थिति भएका, राम्रो शिक्षित नलेज भएका हुन्छन्। गरिब परिवारले भने आफ्नो केही शिक्षा पनि प्राप्त गर्न नपाएको र पहिलेकी पुस्तादेखि आफ्नो आर्थिक अवस्था कमजोर भएकाले उनीहरू भने अलि पछाडि नै रहेका हुन्छन्। अलि भन्दा नि आफ्नो आफन्तहरू भन्दा धेरै पछाडि रहेका हुन्छन्। र एक दिन उनीहरूको जीवनमा एउटा ठुलो समस्या आइपर्छ, जुन समस्या उसको बालकको बाउ, जो बुढो बाउ हुनुहुन्थ्यो, उहाँ चाहिँ सिकिस्त बिरामी, जसको बाँच्न सक्ने कुनै पनि अवस्था हुँदैन। आर्थिक स्थितिको कमजोरका कारणले नै ती बुढा बाउको मृत्यु हुन्छ र त्यो बालकले आफ्नो बाउलाई र ती बुढी आमाले आफ्नो श्रीमानलाई गुमाउन पुग्छन्। तर ती बुढा बाउ बिरामी भएको कुरा थाहा पाउँदै पनि ती आफन्तहरू भने त्यो बुढो बाउलाई न भेट्न आउँछन्, न उनको उपचारको लागि केही आफूबाट हुने सहयोग गर्छन्। जब बुढो मान्छेको जीवन सिद्धिन्छ, एउटा बालकले आफ्नो बाउ गुमाउँछ र एउटा श्रीमतीले आफ्नो श्रीमान गुमाउँछन्। त्यसपछिको हुने 13 दिने क्रियाकाजमा भने ती आफन्तहरू भेट्न आउँछन्, जससँग प्रशस्त खानेकुरा हुन्छन्, फलफुलहरू हुन्छन् र केही क्रियाकाजको लागि चाहिने सामग्रीको सहयोग गर्नको लागि भने ती आफन्तहरू आइपुग्छन्। यसरी यो कथाको अन्त्य हुन्छ। यो कथाले मुख्य गरी हामीलाई के शिक्षा सिकाउँछ भने, यदि कुनै व्यक्ति समस्यामा छ, कुनै फ्यामिली मेम्बर होस् या कुनै अरू व्यक्ति समस्यामा छ भने त्यही अवस्थामा चाहिँ हामीले सहयोग गर्नुपर्छ, त्यही अवस्थामा हामीले साथ दिनुपर्छ र उसलाई आवश्यक पर्ने कुरा र आफूले गर्न सक्ने सहयोग चाहिँ गर्नुपर्छ। मरिसके भन्दा पछि गरेको त्यो देखावटी कुराभन्दा जतिखेर आवश्यक थियो त्यतिखेर राम्रो आफ्नो एउटा शिक्षाको सही पालना र आफूले सिकेको कुराको सही उपयोग गरेको भए के थाहा, ती शिक्षित पढालेखी र राम्रो आर्थिक अवस्था भएको आफन्तहरूले सहयोग गरिदिएको भए त्यो बाउको ज्यान बच्ने पो थियो कि। त्यसैले कोही व्यक्तिलाई सहयोगको जरुरत छ र आफूलाई हामीलाई महसुस हुन्छ कि त्यसलाई सहयोगको जरुरत छ भने त्यसलाई त्यही अवस्थामा हामीले सहयोग गर्नुपर्छ, किनकि हामी त मानव हौँ, हामीसँग चेतना छ।